मर्निङ साथीहरू। आज हामी विराटनगरबाट काठमाडौँको यात्रामा छौँ। बिहानीको मौसम छ अहिले। ठ्याक्कै हाम्रो चाहिँ 7:45 लगभग भएको छ। विराटनगरबाट हामी चाहिँ 4 बजेतिर हिँडेको थियौँ। यात्रामा आज श्रीमती पनि छ साथमा, सबै सम्पूर्ण परिवार हामी यहाँ रमाइलो। हामी चाहिँ गाडीको यात्रामा आफ्नै र अहिले चाहिँ यो गाडी चार्जिङ गरेको क्रममा चाहिँ एउटा यो सानो भ्लग बनाऊ भन्ने यसो मनमा जागेर चाहिँ अनि हामी चाहिँ भ्लग बनाइरहेको छौँ। देख्न सक्नुहुन्छ यहाँ सम्पूर्ण हामी फ्यामिली मात्र हाम्रो। ल यहाँ श्रीमतीजी चाहिँ के खाँदै हुनुहुन्छ? ल हामी चाहिँ यसरी यहाँ कोही खाइरहेछन्, कोही हाँसिरहेछन् होइन, यस्तो रूपमा देख्न सकिन्छ। यो चाहिँ जेठो छोरो होइन, यता बुहारी, यता यहाँ श्रीमती। अब चिनिहाल्नु। अनि यहाँनिर चाहिँ अब एकछिन यहाँ टाइम पास गर्ने क्रममा हेलो साथीहरू, अहिले चाहिँ अब यो एकछिन यो सुस्ताउने क्रममा, थकाइ मार्ने क्रममा यसरी चाहिँ यहाँ सबै बसिरहेछन्, देख्न सक्नुहुन्छ। आज बकाइदा हाम्रो विशुद्ध हाम्रो फ्यामिली मात्र छौँ, यसमा अरू कोही छैन। हामी 8 जना, 2टा भाइहरू हुन्छ। गाडीभित्र बसेर देख्न सक्नुहुन्छ। हाम्रो कान्छी पनि छ। हाम्रो यात्रा फेरि अहिले चाहिँ यहाँ सुरु भइसकेको छ। साथीहरू, अहिले चाहिँ हामी चाहिँ यो ढल्के भयो यहाँ स्टाफ होटलमा यहाँ खाना खानलाई आएका छौँ होइन, देख्न सक्नुहुन्छ। यहाँ बौवा होटल भनिन्छ, यहाँको चाहिँ फेमस होटल हो यो बौवा होटल। यहाँ चाहिँ अहिले चाहिँ हामीले खाना खानलाई एकछिन स्टेन्ड भएर बसेका छौँ। अहिले देख्न सक्नुहुन्छ यो चाहिँ यहाँको फेमस भन्छ होइन, कस्तो रहेछ भनेर एकचोटि। यहाँले चाहिँ रमाउने काम पनि भइरहेछ, हेर्न सक्नुहुन्छ। यहाँले यहाँ पिकनिक खेल्ने ठाउँ रहेछ, पिकमा रमाइरहेछन् केटकेटीहरू। अब चाहिँ हामीले निस्किने तयारीमा छौँ। अब जाने हो नि त हामी? यस, अब हामी जाने हो, मुभ अन गर्ने हो। ओके, अब हाम्रो यात्रा लामै छ नि त? अझै लामो छ, लगभग 7-8 घन्टा लाग्छ होला अझै। ए ल ठिक छ। साथीहरू, अहिले चाहिँ हामी चाहिँ यो निजगढ भन्ने ठाउँमा छौँ, तराईको धेरै गर्मी ठाउँ। र यहाँ चाहिँ अहिले चाहिँ हामी चाहिँ यो चार्जिङ गाडीको चार्ज सकिया भएर चाहिँ हामी चार्ज गर्ने हिसाबले त्यहाँ छैन बसिरहेछौँ, देख्न सक्नुहुन्छ। यहाँ चार्जिङ स्टेसन पनि छ हजुरहरूले। र यहाँ चाहिँ हामीले चार्ज गरिरहेको छौँ अहिले गाडी। र अहिले चाहिँ दिउँसोको 1 पनि लागेको छ र धेरै गर्मी पनि रहेछ यहाँ यो ठाउँमा। तराई विशेष ढल्किरहेछ यहाँनिर। यहाँ धेरैजना वेटिङ भइरहेछ। अहिले हामी चार्जिङमा छौँ। अहिले हाम्रो यात्रा एकदम द्रुत गतिमा, हामी अहिले पत्लैया जङ्गलमा छौँ। हामी पत्लैया यहाँ देख्न सक्नुहुन्छ यात्रामा। साथीहरू अहिले चाहिँ हामी चाहिँ यो
भीमखेतीको ओह्रालोमा छौँ र यहाँ अहिले अब गाडी चार्जिङ गर्ने क्रममा हामी रोकिएको छौँ। हेर्नु सक्नुहुन्छ यहाँ अब चार्जिङ स्पोट छ। अब यहाँ रमाइलो 1 घन्टा जति वेट गर्नुपर्ने छ। त्यही भएर यो चाहिँ भीमखेती पर्छ सबै। गाइस अहिले चाहिँ हामी चाहिँ यो भीमखेतीको उकालोमा छौँ र हाम्रो यात्रा यहाँ भीमखेती उकालोमा चलिरहेछ। अन द वे अहिले चाहिँ हामी उकालोमा भीमखेतीको अहिले चाहिँ हामी यो देउराली भन्ने ठाउँमा आइपुगेका छौँ। देख्न सक्नुहुन्छ यहाँ अन द वे हाम्रो यात्रा चलिरहेछ। अहिले चाहिँ हामी चाहिँ यो काठमाडौँ दक्षिणकाली कटेर झन्डै झन्डै आइसक्यौँ। अब हाम्रो यात्रा केही समय पछाडि टुङ्गिने छ आजको। हेर्न सक्नुहुन्छ